मटरको दानाभन्दा पनि सानो दिमाग भएको चराले हजारौं किलोमिटर कसरी उड्छ? फेरि फर्केर उही रुख, उही हाँगा, उही गुड कसरी भेट्छ? न नक्सा छ, न जिपिएस, न त संसार सम्झन सक्ने ठूलो स्मृति। तर पनि चरा कहिल्यै बाटो बिराउँदैन। वर्षौंसम्म वैज्ञानिकहरू अलमलमा परे, जबसम्म उनीहरूले नक्सा होइन, भौतिक विज्ञान अध्ययन गरेनन्। चराको आँखाभित्र क्रिप्टोक्रोम नामको दुर्लभ प्रोटिन हुन्छ। जब सूर्यको नीलो प्रकाश यसमा पर्छ, भित्रका इलेक्ट्रोनहरू चल्न थाल्छन्। केही क्षणका लागि ती इलेक्ट्रोनहरू क्वान्टम रूपमा जोडिन्छन्। पृथ्वीको चुम्बकीय क्षेत्रले यस प्रक्रियालाई असर गर्छ। नतिजा अचम्मको हुन्छ। चराले दिशा गणना गर्दैन, चराले दिशा देख्छ। पृथ्वीको चुम्बकीय क्षेत्रसँग मिल्ने हल्का दृश्य ढाँचा उसको आँखामै देखिन्छ। उत्तर दक्षिण कुनै विचार होइन, देखिने कुरा हो। चराको शरीरभित्र सानो म्याग्नेटाइट क्रिस्टल पनि हुन्छ, जसले पृथ्वीको तानलाई महसुस गर्छ। दृष्टि र शक्ति एउटै इन्द्रियमा मिसिन्छ। चराले दिशा खोज्दैन, पृथ्वीले नै उसलाई दिशा देखाइदिन्छ। म शिरीष। यस्तै रोचक भिडियो हेर्नका लागि मलाई फलो र लाइक गर्नुहोला। धन्यवाद।